डर लाग्छ आज बताइदिनु ल ल जन्ना जान्न चाहन्छन् मम्मी आजको डर यही खतम गरिदिउँ अबदेखिको डर हेलो नमस्कार जय नेपाल वेलकम टु बिजे एन्ड ब्रोज आज बिहानै गरेर हामी मौलाकालिका दर्शन गरेर आइयो मौलाकालिका दर्शन गरेर घर आइसकेपछि अनि सबै चाहिँ जाउँ न जङ्गल सफारी गर्नलाई सौरातिर भन्ने कुराकानी भयो र अहिले हामी त्यतातिर जाँदैछौँ है त्यसपछि बाँकी अरू कुरा के हुन्छ हाम्रो रमाइलो कस्तो हुन्छ त्यहाँ के देखिन्छ भन्ने कुराको अपडेट हामी गराउनै छौँ त्यसको लागि स्टे ट्युन्ड नेसनल पार्क टुर एन्ड गाइड अफिसबाट हामीले एउटा जिप चाहिँ भाडामा लियौँ र हाम्रो यात्रा यहाँबाट सुरु भयो कहाँ हुन्छ नि ल भइहाल्छ ओ यार मेरो प्यारीसँग म बस्नु पाएँ त म खुसी भएर जान्छु नि यही खोजेरै बसिरहेको थिएँ त म ल कसले मेरो कुरा बुझिन्छ मेरो कुरा कसले बुझिदिन्छ भनेर अनि सालो चाहिने भनेको यस्तै बेला हो कि Hello, we're doing a jeep safari and I'm terrified because I'm on the back seat and I'm terrified that the tiger will jump at me from the back. Oh my god, there's no doors on this thing. And the road is terrible, so we're just jumping around. Oh, wow. Don't be afraid. Is it a roller coaster with no seat belts? Yeah, it is. There's no there's literally animals in the middle of the road. छोरो पुरा डराएर बस्न खान्छ छैन हैन डराइरहेछ केटो But it's good. I'm terrified. No. Actually, it's my first safari in my life. हैन त्यही कुरा हामी उसमा गएको होइन त सफारी What safari? जङ्गल सफारी के अरे वहाँ फुजी सफारी छोरो गएको होइन साथी Yeah, I didn't go. त्यो भयो That's why I'm telling you it's my first safari. ओके हजुर वाशरूम जानुहुन्छ भने हजुर 1 घण्टासम्म फेरि जङ्गलमा रोकिँदैन 1 घण्टा पछि रेस्टुरेन्ट जानुपर्छ नि म चाहिँ जानु छैन म गइरहेको अनि मोबाइल पर्सहरू राम्रोसँग ख्याल गर्नु खस्ला हराउला हराउनु भयो भने हामी जिम्मेवारी छैनौँ है त्यो रेकर्ड भइरहेछ अनि खानेकुरा खानु भएपछि प्लास्टिक फोहोर बाहिर निकाल्नु बाहिर सफारीको क्रममा जङ्गली जनावर देख्यो भने हामी रोक्छौँ एक्साइटेड भएर नपराउनु होला अनि जनावर देखिसकेपछि त्यसको बारेमा पनि भन्छु अझै हजुरहरूलाई थप केही प्रश्न सोध्न मन लाग्यो भने सोध्न सक्नुहुन्छ हामी सबैजना भएर दायाँ बायाँ हेर्दै जनावरहरू खोज्दै जानुपर्छ हजुरहरूलाई थाहा नै छैन जङ्गली जनावरहरू खुल्ला रूपमा छन् जता पनि जे पनि देखिन सक्छ सबैजना हेऱ्यो भने केही न केही देखिँदै सक्छ अहिले हामी चाहिँ यो रिभर एन्ड फरेस्टमा छौँ यसपछि हामी ग्रासल्यान्डमा जान्छौँ अब ग्रासल्यान्डमा पनि अब गैँडाहरू बाघहरू अथवा अरू मृगहरू बढी देख्न सक्छ हेर्दै जाउँ शान्त भएर बसौँ सामान ख्याल गरौँ है थ्याङ्क यू त्यहाँ चाहिँ त्यो फरक किसिमको मृग छ तिनीहरूलाई साम्बर डियर भनिन्छ अथवा जरायो मृग साम्बर डियर SAMBAR साम्बर डियर साम्बर डियर भनेको चाहिँ यो राष्ट्रिय निकुञ्जमा पाइने डियरमध्ये सबैभन्दा ठुलो किसिमको डियर हो यिनीहरू चाहिँ मेन चाहिँ टाइगरको फुड हो क्या त्यो स्पटेड डियरहरू चाहिँ लेपर्डहरूले नि खान्छ यो चाहिँ टाइगरले बढी मन पराउँछ किनारो ढिलो डोगोर त अरू भन्दै छिटै दौडिन्छ यसमा धेरै ठुलो साइज मासु धेरै हुन्छ नि त बाघले धेरै खान्छ अहिले ए हात्ती आज रे वाइल्ड एलिफेन्ट ल भयो कहाँ ए कुइन
हजुर मैले गरेँ And you can see it properly from here. You can see it a lot. Can't really see. I think that was The main pool of tiger भन्दा अनि बस अब touching my thumb before. सानो देख्यो तैँले सिधा त्यहाँ देख्यो मामा धाँधली गरे आज दुई पटक दुई कि तीन पटक पुग्दैछ अरे भान्जालाई हो र खै अझ एकचोटि भान्जा एक्ज्याक्टली अहिले हामी हाफ राइड सिद्धिएर अब अहिले ब्रेकमा कति 10 मिनट ब्रेक आज मैले पनि खाइदिएँ आज बुवा पनि जोसिनु Let me have a taste. Not bad. है That one's smarter. This one's wild. अब हामी हाम्रो यो जङ्गल सफारी सकेर 1 घन्टाको जङ्गल सफारी सकेर हामी फर्किँदैछौँ धेरै त त्यस्तो देख्न पाइएन तर मृगहरू अनि त्यसपछि हात्ती भइहाल्यो त्यसपछि गोही र गैँडा त्यति चाहिँ देखियो बाघ चाहिँ खासै देखिँदो रहेछ कहिलेकाहीँ मात्र देखिन्छ अरे एकदमै बाघ देख्ने मान्छेहरू चाहिँ एकदम लकी हो भन्दो रहेछ अब अलिकति बेलुकाको टाइम भयो भने देखिने सम्भावना बढी हुँदो रहेछ हामी दिउँसो गएको भएर अलिक सम्भावना रहेन त्यो नभए पनि अब हामी जस नयाँ एक्सपिरियन्स गरेर अहिले फर्किँदैछौँ Sunset restaurant. ल फाइनली सनसेटसम्म बस्ने रे भान्जा यहाँ हो होइन बस नबस्ने मामा घर फाइनली हामीहरू चाहिँ आइपुग्यौँ सधैँभरि यसरी परिवारसँग सबैजना भएर यसरी घुम्ने साइद जुड्दैन आजको साइद एकदम राम्रो साइद रहेछ सबैजना भयो रमाइलो गरियो त्यसपछि आज घर फर्केर तुरुन्तै त्यहाँबाट काठमाडौँ जाने कार्यक्रम छ पोखरा बस पार्कबाट अगाडि जाँदैछौँ अब काठमाडौँतिर फर्किन लागेको अनि जस सुखद रह्यो यो 3 दिनको यात्रा सुखद रह्यो मलेखुको तरकारी बजार है तरकारी दालहरू सबै पाइने बजार हो हामी काठमाडौँ आइपुग्दाखेरि झमक्क साँझ परिसकेको थियो ल हेर्न सक्नुहुन्छ हजुरले हाम्रो हालत कस्तो छ पुरै धुलै धुलो छोरी यस्तो छ म यस्तो छु हैन तर जे भए पनि जस्तो सुकै होस् जे सुकै होस्
प्राणभन्दा प्यारो यो देश हाम्रो। जय नेपाल, फेरि भेटौँला।